न्यायको कुरा गर्दाखेरि न्याय पनि छैन यो देशमा। कि त्यही माइती घर जाँदा हुन्छ। कति महिनादेखि त्यहाँनिर कोही मान्छे बसेर डेढामा होइन त्यो उसमा पालमा तपाईँको चाहिँ नि घाममा बसिरहेको छ। ती माइती घरमा बसेका मान्छेहरूलाई भेट्न चाहिँ नि सम्बन्धित निकाय सम्बन्धित मन्त्रालयका मन्त्रीहरू जानुभयो? प्रश्न गर्न चाहन्छु। जानुहोस् तपाईँहरू त्यहाँ मन्त्रालयमा तपाईँको चाहिँ नि एसीको तपाईँको हावा खाँदै बसेर देश भेट्न सकिँदैन। देश भेट्नका लागि खोलाखोलीमा जानु पर्यो, खेतमा जानु पर्यो, कारखानामा जानु पर्यो होइन। आन्दोलन गरिरहेका नागरिकहरूको तपाईँको चाहिँ त्यो सडकमा गएर बुझ्नु पर्यो उहाँहरूको के हो आवाज, यो भन्न चाहन्छु। अब सेवा सुविधाको कुरा गर्दाखेरि होइन सुरक्षा छैन, न्याय पनि छैन, सेवा सुविधाको कुरा गर्दाखेरि ग्यासकै कुरा गरौँ न। यहाँ हामी यसरी बसिरहनुभन्दा ग्यासको लाइनमा गएर तपाईँको चाहिँ के अरे त्यो घाममा उभिन म चाहिँ त्यो अर्थपूर्ण हुन्छ जस्तो मलाई लाग्छ।